हेर्नुहोस् त छाली यति भएछ। मैले फ्रिजरमा राखेको थिएँ, छाली निकाल्दै छाली काट्दै दुधबाट अनि यसरी डब्बामा राखेर अनि फ्रिजमा राखेको थिएँ। अब यसको घिउ बनाउने कस्तो हुन्छ हेर्नुहोस् साथीहरू। यो त स्टिल उयो रहेछ, आइसै रहेछ त्यस्तो टिक्का आइस हेर्नुहोस् त। मेरो आइसको टिक्का अब यति छ छाली। अब म घिउ बनाउँछु। ओके, अब हेर्नुहोस् है घिउ कति हुन्छ। हेर्नुहोस् त कति धेरै भएको छ। ल साथीहरू, मैले घिउ बनाउँदैछु। एकचोटि बनाइसकेँ। यो चाहिँ नौनी हो। अब फेरि यो मसिनमा पिस्छु अनि त्यहाँबाट फेरि ल साथीहरू अझै हुँदैछ। पानी वाउ, घिउ दुईचोटि। वाउ, यो पहिलो हो, यो दोस्रो हो। त कस्तो मजाको। हेर्नुहोस् त कस्तो दामी घिउ भएको छ। यति घिउ छ है, यति भयो है जम्मा टोटल यति भएको छ। वाउ, हेर्दा पनि खाउँ लाग्यो है। यो चाहिँ यति आएको छ। अब यो चाहिँ बोट बिरुवामा लाउने हो। यहाँ चाहिँ अब घिउ नौनीको यति भएछ। अब यसलाई खार्नुपर्छ है। अब यसलाई चाहिँ एकचोटि पखाल्छु। एकचोटि पखाल्छु अनि बल्ल हेर्नुहोस् त कस्तो मजाको खाउँ लाग्यो। तर म खान चाहिँ सक्दिनँ। तर कस्तो राम्रो के हेर्दाखेरि। एकचोटि पखाल्छु अनि त्यस पछाडि एक दुईचोटि चिसो पानीले अनि बल्ल खाने हो। धेरै पखाल्दैछु मैले। यत्रो टिक्का भएको छ। ए आमा, 1 किलो चाहिँ भयो जस्तै छ के हो साथीहरू। यत्रो भएको छ है। यत्रो टिक्का भयो। अब यहाँ अब अन छ है। अब यहाँ लाउँछु साथीहरू। हेर्नुहोस् त कलर पनि घिउ हुँदैछ है। यति गरेको आज त मेरो काम पुग्यो। कस्तो थाक्यो त यति गरेको त। हेर्नुहोस् है साथीहरू, हुँदैछ। यसलाई कन्टिन्यू चलाइराख्नुपर्छ नत्र डढ्छ है। त्यही भएर कस्तो मगमग बास्ना आएको छ। यस्तो मिठो बास्ना आएको छ कि घिउको के भन्नु र। मलाई त खासै खानु त मन पर्दैन तर पनि बास्ना चाहिँ धेरै मनपर्छ। घिउहरू चाहिँ छान्नु धेरै सपोर्ट गरिदिनु भएकोमा सबै साथीहरूलाई धन्यवाद। धेरै सपोर्ट गरिदिनु भएकोमा।